सो हे गाइज, हाम्रो बुढाबुढीको फर्स्ट ब्लग भिडियोमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म धेरै खुसी छु किनभने आज छुट्टी छ। ठ्याक्कै हिजो हाम्रो फेरि पेमेन्ट भयो अनि आज शनिबारको दिन चाहिँ हाम्रो छुट्टी भएर हामी चाहिँ बजारतिर जाम भनेर बुढीलाई भनेको। अनि बजारतिर निस्केको हामी चाहिँ बजारमा फेरि किराना लिनुपर्ने थियो के, भाजीसाजी अनि सपिङ गर्छौँ भनेर निस्केको। अनि निस्केको बेलामा ठ्याक्कै यहाँ अटो पनि पाइहाल्यौँ हामी। अनि अटो पनि खाली थियो अनि अटोमा बसिहाल्यौँ। अनि बुढीले भन्यो कहाँ जाने भनेर, नगर जाने भनेर भनिरहेको थियो बुढीले। अनि मैले भने नगर जाने कि यहीँ सपिङ गर्ने भनेर। अनि बुढीले भन्यो जहाँ गए नि हुन्छ भनेर। अनि मैले भने सुविधा सेन्टरमा जाउँ भनेर। अनि अटो पनि ठ्याक्कै हिँडिहाल्यो। अनि हामी चाहिँ 2-3 मिनट लगभग हिँड्यौँ अटोमा, 3 मिनट जति हिँड्यो होला अटोमा। अनि हामी चाहिँ पुग्न लाग्यौँ सुविधा सेन्टरमा। अनि मैले भने सुविधा सेन्टर पुगिहाल्यौँ भनेर। अनि अटोवालाले भने यतै साइडमा रोक्दे भनेर। अनि बुढीले भन्यो कि बन्द छ कि क्या हो भनेर। नहीं सुविधा खुला होगा ना। अनि ठ्याक्कै अटो पनि रोकिदियो साइडमा। अनि यहीँ सुविधा सेन्टरमा पुग्यौँ। बाहिर त कोही थिएन, त्यति मान्छे खाली थियो। अनि भित्र हिँड्यौँ हामी दुवैजना। भर्खर फर्स्ट टाइम भिडियो बनाइरहेको थिएँ क्या, म पनि हल्का क्यामेरा हातसाट समाते थिएन मान्छेको अगाडि। अनि हल्का नर्भस भइरहेको थियो मलाई। त्यही पनि बनाऊँ भनेर बनाउँदै हिँडेको म अगाडि। लगभग 1 मिनट जति हिँड्यौँ। अनि ठ्याक्कै यहाँ भित्र जाने यहाँ पुगिहाल्यौँ हामी। अनि ठ्याक्कै यहाँ वाचम्यान अङ्कल पाइहालेँ मैले भित्र जानलाई। अनि वाचम्यान अङ्कललाई मैले आफ्नो ब्याग स्याग दिएँ राख्नलाई। अनि त्यो टोकन दिन्छ क्या ब्याग राखेको, अनि टोकन पाइन्छ भनेर। अनि टोकन लिएर हामी चाहिँ अब सुविधा सेन्टरभित्र पस्यौँ। यस्तो छ सुविधा सेन्टर, कपडा वासिङ सेन्टर हो यो चाहिँ। ठुलो छ, धेरै ठुलो छ। अनि देख्न सक्नुहुन्छ पछाडि चाहिँ बिलिङ काउन्टर छ। अनि बुढीलाई सोधेँ के लिने भनेर। अनि बुढीले भन्यो सोध भनेर, कहाँ छ लेडिजको कपडा भनेर। अनि यहाँ चाहिँ म फेरि सोध्न पसेँ। यहाँ सोधेँ कहाँ छ भनेर। अनि माथि छ भनेर भने। अनि ल ठिकै छ भनेर उपर हे भनेर हामी चाहिँ हिँडेको माथितिर। अब माथि जाम भनेर हिँडेको। देख्न सक्नुहुन्छ पछाडि कपडा छ, सबै चिज छ। अब हामी चाहिँ माथि हिँडेको दुवैजना। लिफ्ट त छैन, हिँडेर जानुपर्छ किनभने त्यति ठुलो पनि छैन, ठिकैको छ। पुग्यौँ माथि हामी पनि। माथि देख्न सक्नुहुन्छ यतापट्टि दुवैतिर छ कपडा सेन्टर। अनि हामी चाहिँ यता लेडिज उसमा गयौँ, पहिला बुढीको हेरौँ भनेर। अनि बुढीलाई देखाउनलाई पसेँ म यहाँभित्र। अनि यहाँ आएर पनि सोध्यौँ, यताउति हेऱ्यौँ। ठ्याक्कै फेरि पछाडि आइहाले दिदीलाई। अनि सोधेको कता छ भनेर। अनि फेस नुकाइरहेको थियो दिदी पनि। अनि ठ्याक्कै बुढीलाई पनि यही माथिको कपडा चाहिँ मन पऱ्यो कि। अनि यहाँ अङ्कललाई भन्यौँ हामी चाहिँ ऐसा यस्तो कपडा छ भनेर सोध्यौँ। अनि उसले भन्यो छ भनेर। अनि कस्तोमा चाहियो भनेर देखाउन लाग्यो। अनि देख्न सक्नुहुन्छ। अनि बुढीले देखायो यस्तो छ भनेर मोबाइल निकालेर देखाएँ आफ्नो मोबाइलमा। अनि ठ्याक्कै फेरि अङ्कलले छ भन्नुभयो। ल छ भनेर देखाउनु भनेर भन्नुभयो मेरो बुढीले। अनि अङ्कल ल हुन्छ भनेर देखाउँछु भनेर देखाएँ, माथि देखाएर यस्तोमा छ भनेर। अनि बुढीले भन्यो कस्तोमा छ, कलर कस्तोमा छ भनेर कलरमा देखाउनु भनेर भन्नुभयो। ठ्याक्कै फेरि यहाँ अङ्कलले फेरि देखाउनु भयो, यस्तो कलरमा डिजाइनमा देखाउनु भयो कपडा चाहिँ अङ्कलले देखाउनु भयो। अनि कस्तो छ भनेर यहाँ हेरेँ, कुन मनपर्छ भनेर। मैले चाहिँ फेरि भिडियो रेकर्ड गरिरहेको थिएँ। अनि बुढीलाई यो कपडा चाहिँ हल्का मन पर्यो जस्तो लाग्यो के। अनि मैले भने ल ट्राई गर न त भनेर। अनि बुढीले ल ठिकै छ भनेर ट्राई गर्नलाई जान लागि। अनि ट्राईमा चाहिँ गर्दाखेरि यस्तो छ कपडा चाहिँ, राम्रो लाग्यो मलाई पनि। कपडा चाहिँ ट्राई गरेँ, राम्रो छ, लगाएपछि राम्रो देखियो मलाई पनि यहाँ। अनि अर्को पनि कपडा चेक गरेँ, अर्को पनि लगाएँ। अनि हल्का यसमा चाहिँ सुहाएको जस्तो देखेन, सुहाउन त सुहाएछन्, त्यही पनि हल्का त्योभन्दा हल्का यो कमी देखियो।
अनि ट्राई गरेर अब जाम भनेर कुन लिने भनेर अनि ठ्याक्कै फेरि यहाँ आएर हेऱ्यौँ अनि बुढीले भन्यो यो मन परेन। अनि बुढीले भन्यो कि मोबाइलमा देखाएर यस्तो छ कि नै भनेर। अनि अङ्कल फेरि देखाउन लाग्नुभयो यस्तो यस्तोमा छ भनेर, हामीसँग यस्तो यस्तोमा कपडा छ भनेर। अनि बुढीलाई फेरि मनै परेन कि कपडा नि डिजाइनको। अब लेडिजको त थाहै छ हजुरहरूलाई कस्तो छ भनेर, कस्तो कस्तो रोज्छन् भनेर। अनि मन परेन, ल त जाम भनेर हिँडेको। अनि फेरि अर्को ठाउँमा आएर हेरेको हामी चाहिँ यहाँ पनि मन परेन है, बुढीलाई मन परेन। अनि फेरि अगाडि जाम भनेर अगाडि हिँडेको हामी दुवैजना ब्याग लिएर। अनि यता आएर पनि सोध्यौँ अनि यता पनि हेऱ्यौँ यस्तो छ कि नै भनेर, यस्तो कुर्ता छ भने देखाउनु भनेर। अब त्यहाँ टिकटकमा त नेपालको देखायो, कलर त त्यही देखायो, तर बुट्टा मन परेन बुढीलाई। अनि ठुलो पनि हुन्छ भनेर लिएनन् बुढीले। अनि ल छोड्दो भनेर हामी फेरि आएको, माथि चढेको, माथि हेर्नलाई चढेको। फेरि एक तल्ला माथि गएको, यतापट्टि पनि खै कस्तो छ भनेर हेर्न लागेको हामी। अनि यता पुग्यौँ, माथि आएर हेरौँ। अनि म पनि आफ्नो कपडा लिन्छु भनेर म पनि ट्राई गरेँ, म पनि लिएँ। यहाँ चाहिँ फेरि निस्क्यौँ। मलाई चाहिँ 2टा कपडा मन पर्यो, टी सर्ट। अनि 2टा चाहिँ टी सर्ट लिएँ मैले। ठ्याक्कै फेरि यहाँ सेल लागेको थियो, 400को सर्ट चाहिँ 300मा मिलिरहेको थियो। अनि लिएर आयौँ, बाहिर निस्क्यौँ। बाहिर तल आयौँ भिडियो बनाउँदै, मान्छे हेरिरहेको थिएँ। हल्का नर्भस त लागिरहेको थियो मलाई पनि, त्यही पनि भिडियो बनाइदिउँ भनेर बनाइदिएको। कपडा चाहिँ लिएर यस्तो ब्याग दिन्छ कि यहाँ सपिङ गर्दाखेरि। अनि आयौँ तलतिर। अनि बुढीले भन्यो म यस्तो लिन्छु भनेर, एउटा दुपट्टा लिन्छु भनेर। अनि दुपट्टा ल हेर न त भनेर यता आयौँ दुपट्टा हेर्न। अनि यहाँ देख्न सक्नुहुन्छ दुपट्टा हेरिरहेको। अनि मन हेर्न त हेरेँ निकालेर, तर त्यति मन परेन दुपट्टा बुढीलाई। अनि ल मैले पनि भने ल मन परेन भने हिँड भनेर, राम्रो छैन भने हिँड भनेर, बरु पछि लिउँला, अर्को ठाउँमा लिउँला भनेर। आउँदै जब निस्किँदाखेरि कपडा मन पऱ्यो, यो यहाँको माथि ठ्याक्कै देखिहाल्यो। अनि मैले भने कुन मन पऱ्यो, अनि बुढीले भन्यो बिच्चाको मन पऱ्यो। अनि ल चेक गर भनेर ट्राई गरेँ, फेरि ट्रायलमा आएँ, यहाँ चेक गरेँ, लगाएँ। अनि राम्रो छ भने फेरि यो कपडा पनि लिएर ल जाम भनेर। अनि फेरि यहाँ बिलिङ काउन्टर गऱ्यो हामी चाहिँ दुवैजना, छिटो सबै कपडा लिएर आफ्नो मन परेको कपडा लिएर बिल सिल चेकिङ गऱ्यो उसले, चेक गरेर। अनि लास्टमा बिलिङ गरेर हामी चाहिँ निस्क्यौँ यहाँदेखि। मलाई फेरि त्यति क्यामेरा मन समात्न आउँदैन क्या। अनि यहाँ बाहिर निस्केर फेरि अङ्कलदेखि झोला माग्यौँ, आफ्नो त्यही झोला राखेको टोकन दिएर। अनि अङ्कलले पनि झोला दिनुभयो हामीलाई। अनि निस्केको बाहिर हामी दुवैजना, बुढाबुढी नै निस्केको। अनि फेरि बुढीलाई सोधेँ कहाँ जाने भनेर। अनि बुढीले भन्छ नगर जाम भनेर। सपिङ गरेको कपडा हाम्रो चाहिँ यही हो, सुविधा सेन्टरको। अनि बुढीले फेरि ठ्याक्कै यहाँ साइडमा रहेको पसलमा जाम रे, फ्रेम रोबरी लिन्छु भनेर। अनि काजा लिन्छु भनेर आए। यहाँ टिक्ली सिक्ली लिए बुढीले पनि, टिक्ली यस्तोमा लिए, देख्न सक्नुहुन्छ। अनि के गर्ने, अब लेडिजको लागि लिनै पर्यो। काजल हेरेँ, लास्टमा काजल चाहिँ मन परेन, कहाँ लाउने भनेर सोधेँ, यताउति भनेर। अनि मन परेन। अनि यहाँदेखि निस्क्यौँ हामी पनि। यहाँ चाहिँ हामी फेरि बाटोमा हिँडिरहेको थियौँ दुवैजना, झ्याउ लागेर। अनि त्यही भाजी अब कहाँ जाने भनेर डिसाइड गरिरहेको थियौँ। अनि मैले भने भाजीमा झोला राखौँ भनेर। अनि ठ्याक्कै फेरि यहाँ एकछिनपछि भाजीमा आयौँ। अनि मौसीलाई झोला दियौँ राख्नलाई, झोला दिएँ मौसीलाई, भने झोला राखिदिनु भनेर। हामी चाहिँ एकछिनपछि आउँछौँ भनेर बजार गइरहेछौँ भनेर। देख्न सक्नुहुन्छ हाम्रो चाहिँ भाजी पसल, हामी यहीँदेखि भाजी लिन्छौँ। भाजी चाहिँ यहीँ सबै चिज पाइन्छ, यहाँ टमाटर प्याजदेखि लिएर सबै चिज हरा पाइन्छ। अनि ल जाम भनेर निस्केको। ठ्याक्कै निस्क्यौँ, लगभग यहाँ बाटोमा आएर रुक्यौँ, अटोलाई रोक्यौँ, अटोलाई हेऱ्यौँ, ठ्याक्कै अटो आइहाल्यो। अनि अटोमा बसेर फेरि नगर बजार जाम भनेर हिँडेको हामी निस्केको। उसलाई सोधेँ मैले रेट कति छ के छ भनेर, अटोवाला मान्छेलाई। अनि दुवैजना बस्यौँ फेरि अटोमा, देख्न सक्नुहुन्छ अटोमा बसेको। ठ्याक्कै फेरि नगर बजार जाम भनेको त हामीलाई चाहिँ नगर बजारमा त छोडेन, दिल्ली गेटमा छोड्यो। हामी चाहिँ दिल्ली गेटमा छौँ कि अहिले दिल्ली गेटदेखि हामी चाहिँ नगर बजार हिँडेर जानुपर्छ।
त्यही भएर अब हामी यहाँदेखि लगभग 5 मिनट जति हिँड्नुपर्छ। हिँडेर अनि नगर बजार पुगिन्छ। यो चाहिँ हो दिल्ली गेट। दिल्ली गेट पुग्यौँ। लगभग 3-4 मिनट हिँड्यौँ हामी। 3-4 मिनट हिँडेर नगर बजार पुग्यौँ। अहिले त त्यति मान्छे छैनन्। बजार चाहिँ यस्तै हो, हल्का हल्का ठिक छ बजार चाहिँ। मान्छे चाहिँ त्यति भिड छैन अहिले। आज शनिबार हो, अहिले साँझसम्म भिड त लास्टै हुन्छ। अनि हामी चाहिँ नगर बजार खेलेर अब फर्किन लागेको, किनभने नगर बजार चाहिँ पछि भित्र गयौँ त्यस्तो मान्छे थिए। त्यही भएर हामी चाहिँ फर्केर आयौँ। अब लगभग 2 घन्टा जति बस्यौँ। यो चाहिँ बाटोमा हो आउँदाखेरि। भिड बाटोमा पनि गाडी धेरै थुप्रै थियो। ल त है साथीहरू, आजको हाम्रो भिडियो चाहिँ यहीँ खतम हुन्छ।